हेलो गाइज वेलकम टु आवर एनपी साइड ब्लग। आज सबभन्दा पहिला तपाईँलाई हामी हेरन्छु हामी कहाँ सुत्छु अनि कस्तो हामी सुत्छु। यो हेर्नु गाइज, यो हाम्रो ठेकेदारको हो, मतलब कि मेरो बिस्तर हो। अनि यहाँ हाम्रो बेडरुम छ, यहाँ हेर्नु यहाँ मान्छेहरू सुत्छ अनि यहाँ हामी मसिन राखेर आफ्नो रुममा नै राखेर सुत्छु ल गाइज। तपाईँ हेर्नु सक्नुहुन्छ मेरो मसिन तार जे छ। अनि यहाँ हामी सुत्ने गर्छौँ, यहाँ मान्छेहरू सुत्छन्, त्यहाँ सबभन्दा लास्टमा कोनामा म सुत्छु चाहिँ। ल अब हिँड्नु माथि, तपाईँले हेराउनु। अनि यो हो पार्ट 5 हामी तपाईँले हेराउँछु कि आज के काम भयो। ल माथि जान्छु अनि रास्तैमै तपाईँ हेर्नु होला आज धेरै दिक्क भएछ। यहाँ हेर्नु कस्तो खसेको छ, त्यहाँ छत आज फुटिसकेको छ पुरै। छत फुटेपछि पुरै सिँढीमा नि खसेछ। यहाँ हेर्नु कति यहाँ माथिबाट खसेछ। अम्म यहाँ भेरी दिक्कत भयो मलाई त, चढ्नमा कति गाह्रो हुन्छ, गोड पनि बिचले दुईचोटिमा खसेँ। यो चढ्नभन्दा माथि म तपाईँले हेराउँछु यो रुममा, यो रुमको पनि त्यहाँको पनि देवाल टुटिसकेको छ। अनि त्यसैको कारणले ल यो रेलिङ पक्रेर म माथि जान्छु अब ल गाइस। यहाँ हेर्नु कति दिक्क भयो ल, अचम्म दिक्क भयो नि माथि जाँदाखेरि, किनभने पुरै गोड बिसिरहेको छ, त्यसको पनि डर छ। अनि यहाँ हेर्नु कति पुरै त्यो छत भस्किसकेको छ, त्यसै कारणले यहाँ हेर्नु हामी झुट बोल्छु तपाईँले विश्वास हुँदैन नि, त्यसै कारणले हेर्नु पर्छ गाइज। अनि यो कति दिक्क भयो यहाँ शेरबहादुर देउवाको घरमा। अनि यहाँ हेर्नु त्यसको यो रुम हो, उसैको यो रुम टुटिसकेको छ, त्यहाँ सरहरू त्यहाँ काटिदिएछ अनि टाइम खत्तम भयो, त्यसै कारण यो स्टप गरिदिएछ। नभए यसलाई पनि हटाइदिन्थे अनि बिहानै उठेर त्यो देवाल भस्काइदिएर यो सबै कम्प्लिट हुन्छ। त्यसपछि एक तलाउने हेर्नु कति गाह्रो भयो अम्म। अनि यहाँ हेर्नु त्यसको जङ्गला पुरै त्यो फोडिदिएछ नि यहाँ। त्यसको विन्डो यहाँ हेर्नु सिसाको पुरै त्यो पनि तोडेफोडले, यहाँबाट कति राम्रो नजारा हेरिन्छ, तर तोडिफिदिएछ, तैँले धेरै बेकार भइसकेछ गाइज। अनि यहाँ हेर्नु कति यो पुरै काटिदिएछ। ल अब हामी तपाईँले हेराउँछु यहाँ। अनि यहाँबाट हेर्नु तल एकचोटि, यहाँ हेर्नु कति सिँढीमा अलिकता पनि ठाउँ छैन माथि जानको लागि। अनि अब हामी माथि गएर तपाईँले हेराउँछु कि आजको के काम भइसकेको छ अनि कहाँसम्म अहिले काम पुग्यो। तपाईँ यस्तै ब्लग हेर्नु। अनि यहाँ हेर्नु यसको पुरै रेलिङ काटिसकेको छ, मतलब कि पुरै छर ढलाउँदैन, ढलाउँदाखेरि त्यो छर हुन्छ नि, त्यसको छर पुरै कटिसकेको छ। अनि त्यो साइडको मैले भने न आधा कति छ न आधा भोलि कटिन्छ नि, त्यसै कारणले त्यो छोडेको छ। अनि भने त्यो भोलि कटिहाल्छ, ठिक छ। अनि यहाँको पुरै कटिसकेको छ। यहाँ हेर्नु कति यहाँबाट कोही खस्छ मान्छे, त्यसको काम खत्तमै छ गाइज। यहाँबाट राम्रो हेर्नुपर्छ। सिँढीमा हेर्नु गाइज अलिकता पनि ठाउँ छैन, के भन्छु म, अलि पनि ठाउँ छैन के, त्यसै कारणले यहाँबाट नजारा हेर्नु गाइज कति राम्रो भ्यू आएछ। अनि हाम्रो यो देउवाज्यूको घर हो, कति राम्रो हेर्दैछ, तर अहिले समसान हेर्दैछ के, अहिले त्यो घर होइन बेकार हो। अनि भ्यू कति राम्रो, पुरै बिचमा घर बनाउनु भएको छ। यहाँको घरको न कोही आसपास छ, कोही छैन के, आसपास कोही छैन यहाँको घरको। अनि यो काम त भइरहेछ। यहाँ यसको सिँढी हेर्नु गाइज, मात्रै अलि लागेछ, छुटेपछि त्यो पनि सिँढी खसिन्छ। अनि म पनि जान्छु घरमा आफ्नो, मतलब कि त्यो भगवान्ले प्यारा भइहाल्छु, म पनि राम्रो चलेर हिँड्नु परिरहेको छ गाइज। डर त धेरै छ यो सबै काममा, तपाईँको लागि डर गरेर म ब्लग बनाइरहेको छु, मलाई पनि सपोर्ट गर्नु होला ल गाइज। यहाँ हेर्नु यहाँको पनि पुरै भस्केर यहाँ पुरै खसेछ नि त्यो छरहरू के। अनि यहाँ अहिले यो सबै काम भइरहेछ। आज मैले 2टा मान्छे यसमा इँटा साफ गर्न लगाएको थिएँ। इँटा साफ गर्न जस्तो इँटामा सिमेन्ट हुँदैन, त्यसको निकालेर यहाँ हेर्नु कति फ्रेस छ यो। यस्तै फ्रेस इँटा सबै छानेर निकालेर, किनभने फ्रेस इँटा हुनु भयो, नफुट्यो भने त्यो बिक्री हुन्छ। त्यसै कारणले म यो मान्छेहरूलाई काम लगाएको थिएँ कि सबै तपाईँ साफ गर्नु। ल यहाँ चुरोटको बाटा भाइ, हाम्रो मान्छेहरू एक दिनमा 1 डिब्बा चुरोट खान सक्छ। चुरोट खान कम्पिटिसनमा हाम्रै मान्छे जित्छ गाइज, मलाई थाहा छ। ल अब फेरि तल जाँदाखेरि धेरै दिक्दो हुन्छ। यहाँबाट हेर्नु पुरै फ्रेस, अझ बारिस भयो भने पुरै, तर चिसोमा बारिस हुँदैन, त्यसै कारणले अहिले डर छैन। अनि यहाँ हेर्नु हामी तल जाँदाखेरि फेरि दिक्क हुन्छ नि। यहाँ हेर्नु कस्तो म त्यो रेलिङ पक्रे समातेर तल गइरहेको छु। डर छ नि भाइ, यहाँ डर धेरै डर छ के। अनि हामी यहीँबाट निक्लिन्छौँ, तल जाँदिनँ। एक तल अझै तल छ, तर हामी तल जाँदिनँ, यहीँबाट हामी निक्लिन्छौँ ल गाइस। अनि यहाँ राखेको छ हाम्रो त्यो भाइहरू अझै आउनुवाला छ। आज 9 मान्छेहरू आउनुभएको छ, त्यसको लागि यो पुरै बर्तन त राखेको छ, किनभने 9 मान्छेको अर्कै हो। अनि यिनीहरू अर्को। यहाँबाट हेर्नु कस्तो एरिया छ, आम्मम शेरबहादुरको घर कस्तो एरिया छ त यहाँबाट, होइन कस्तो एरिया छ नि। यहाँ हेर्नु कस्तो पुरै बिग्री पुरै फिगारिदिएछ नि यहाँबाट। हामी तपाईँले अब कुवा हेराउँछु नि, कुवा तपाईँ हेर्नु भएन,
अहिलेसम्म शेरबहादुर बुवा घरमा अहिलेसम्म कुवा छ। ल हामी तपाईँले कुवा हेराउँछौँ नि, त्यो कुवामा के छ कसैले पनि थाहा छैन। क्वेसन चाहिँ होला तभन्दा पहिला यो हेर्नु, यो सबै टुटिसकेको छ। ल अब तपाईँले हामीले कुवा हेराउन लाग्छु। ल गाइस त्यहाँ हेर्नु भइरहेछ, त्यही यो कुवा के, त्यहाँबाट हामी अहिले त काम चलाइरहेको छु पानीको, किनभने त्यही कुवाबाट हाम्रो अहिले काम चलिरहेछ क्या। यहाँ हेर्नु भित्र पाइप लगाएर हेरिदिनु नि, बिहानै हेर्छ। म बिहानै तपाईँले नेक्स्ट ब्लग 6मा हेराउँछु। यस्तै बनाइरहनु अनि लाइक सेयर अनि कमेन्ट गरेर जानु ल गाइस। ल बाई बाई गाइस, टाटा सियो। यस्तै लाइक गरिदिनु ल गाइस। वेलकम हेर्नको लागि धन्यवाद।